युट्युबमा मेरो फर्स्टै भिडियो भाइरल भयो र यो कुनै लकको कारणले भएन। म युट्युबमा लगातार 3 सालदेखि भिडियो हाल्दै आइरहेको छु र मलाई थाहा छ कि युट्युबमा छिट्टै ग्रो कसरी गर्न सकिन्छ। नयाँ साल 2083 आउने लागिसक्यो र यो साल नेपाली युट्युबरहरूको लागि एकदमै धेरै सजिलो र इम्पोर्टेन्ट हुनेवाला छ। यदि तिमी आफ्नो युट्युब च्यानललाई सिरियसली ग्रो गर्न चाहन्छौ भने मात्र यो भिडियोलाई पुरा हेर्नु। आजको भिडियोमा तिमीलाई युट्युबको बेसिकदेखि एडभान्स लेभलको सबै कुराहरू मात्र 5 पोइन्टमा बताउनेवाला छु। मैले पनि यही 5 वटा पोइन्टलाई युज गरेर आफ्नो फर्स्टै भिडियोलाई भाइरल गराएँ। पोइन्ट नम्बर 2 र 5 एकदमै धेरै जरुरी छ। यसलाई मिस गर्यौ भने तिम्रो च्यानल कहिले पनि ग्रो हुँदैन। च्यानल बनाउनु भन्दा अगाडि तिमीले एउटा सही निश सिलेक्ट गर्ने पर्छ। निश मतलब च्यानलको टाइप भन्न बुझ्दा हुन्छ। फर एक्जाम्पल प्रसन्न लामाको च्यानलमा इन्टरटेनिङ भिडियोज अपलोड हुन्छ। त्यो च्यानलको निश भयो इन्टरटेनमेन्ट। कसैले गेम खेलेर युट्युबमा भिडियो हाल्दैछ भने त्यो च्यानलको निश भयो गेमिङ। यदि तिमीलाई कुकिङमा इन्ट्रेस्ट छ भने तिमी खाना पकाउने च्यानल खोल। गेम खेल्नमा इन्ट्रेस्ट छ भने गेमिङ च्यानल खोल। र एउटा गल्ती चाहिँ कहिले पनि नगर्नु, गेम खेलेर भिडियो हाल्यौ अब गेम खेल्न मन लागेन बडी कसरी बनाउने भनेर भिडियो हाल्थ्यौ। एउटा च्यानलमा एउटा निशको मात्र भिडियो जानु पर्यो। गेमिङ सेलेक्ट गर्यो भने गेमको मात्र भिडियो हाल, कुकिङ सेलेक्ट गर्यो भने कुकिङको भिडियो मात्र हाल। एउटा भन्दा धेरै टाइपको भिडियो हाल्यो भने युट्युब पनि कन्फ्युज हुन्छ, तिम्रो अडियन्स पनि कन्फ्युज हुन्छ। जसले सब्स्क्राइब गरेको छ त्यो पनि अनसब्स्क्राइब गरेर जान्छ। त्यसैले निश सेलेक्ट गर्नु एकदमै धेरै जरुरी छ। तिमीहरू टाइम लगाएर सोच कि के को बारेमा भिडियो बनाउँदाखेरि तिमीहरूलाई मजा आउँछ। तिमीले दुनियाँको सबैभन्दा बेस्ट भिडियो बनायौ तर तिम्रो च्यानल पर्फेक्टली क्रिएट नै भएको छैन भने युट्युबले तिम्रो भिडियो कसैलाई सजेस्ट नै गर्दैन। अनि तिमी सोच्छौ यति मेहनत गरेर राम्रो भिडियो बनाए तर पनि भ्युज नै आउँदैन। भिडियो अपलोड गर्नुभन्दा पहिला युट्युबलाई सम्झाउनु पर्छ, बुझाउनु पर्छ कि तिम्रो भिडियो के को बारेमा हो र कसको लागि बनेको हो तिम्रो भिडियो। अनि न युट्युबले सही अडियन्सको अगाडि तिम्रो भिडियोलाई रेकमेन्ड गर्छ। अब युट्युबलाई कसरी सम्झाउने त तिम्रो च्यानल र भिडियो के को बारेमा हो भनेर। च्यानललाई सही तरिकाले क्रिएट गरेर च्यानलको किवर्ड, डिस्क्रिप्सन, क्याटेगोरी यस्तो धेरै सेटिङ्सहरू हुन्छ जसलाई नयाँ युट्युबरहरूले ध्यान नै दिँदैन। यत्तिकै छोडिदिन्छ जसले गर्दाखेरि युट्युबलाई थाहा नै हुँदैन कि तिनीहरूको च्यानल र भिडियो के को बारेमा हो भनेर र तिनीहरूको च्यानल कहिले पनि ग्रो हुँदैन। यदि तिमी च्यानललाई पर्फेक्टली क्रिएट कसरी गरिन्छ भनेर जान्न चाहन्छौ भने कमेन्ट गर, म भिडियो बनाएर हालिदिन्छु। जब तिमीले नयाँ च्यानल सुरु गरेर भिडियो हाल्न थाल्छौ युट्युबलाई तिम्रो च्यानलमाथि ट्रस्ट हुँदैन। के त तिमी 3-4 वटा भिडियो हाल्छौ अनि चलेन भने भिडियो हाल्न छोडिदिन्छौ कि? जब तिमी युट्युबमा भिडियो हाल्छौ नि युट्युबले तिम्रो च्यानललाई स्क्यान गर्छ, तिम्रो भिडियोलाई स्क्यान गर्छ। युट्युबले टाइम इन्भेस्ट गर्छ र तिमीले भिडियो हाल्न छोडिदियौ भने युट्युबको टाइम बर्बाद गएन त? त्यसैले युट्युबले ट्रस्ट गर्दैन। त्यसैले तिमीले युट्युबको ट्रस्ट जित्नको लागि कन्सिस्टेन्टली भिडियो अपलोड गर्नै पर्छ। हप्तामा 3 वटा भिडियो हाल्नै पर्छ। तर मेरो फर्स्टै भिडियो चाहिँ कसरी भाइरल भयो त? यो एउटा सिक्रेट टिप हो जुन म तिमीहरूलाई लास्टमा भन्छु। मैले सुरुमै भनेको थिएँ 2083 साल नेपाली युट्युबरहरूको लागि एकदमै सजिलो हुनेवाला छ। तर कसरी त? युट्युबले तिम्रो पहिलो 5 वटा भिडियोको बेसिसमा तिम्रो च्यानललाई जज गर्छ। त्यसैले पहिलो 5 वटा भिडियो एकदम राम्रो हुनु नै पर्छ र यसमा तिमीलाई हेल्प गर्छ इन्डियन युट्युब च्यानलले। फर एक्जाम्पल तिमीलाई गेमिङ भिडियो बनाउनु छ। अब तिमी एउटा यस्तो गेमिङ च्यानल खोज जसको सब्स्क्राइबर 1000 देखि 5000 को बीचमा होस् र अब त्यसको भिडियोहरू तिमी हेर। कुन भिडियोमा 1 लाख भ्युज, 2 लाख भ्युज आएको छ? किनकि जसको सब्स्क्राइबर कम छ नि त्यसको च्यानलमा धेरै भ्युज आउने चान्स पनि कम हुन्छ। त्यसैले यस्तो भिडियो खोज जसमा भ्युज धेरै आएको होस्। किनकि हेर ठुलो युट्युबरहरूको च्यानलमा 1-2 लाख भ्युज आउनु कुनै ठुलो कुरा होइन। बेकार भन्दा बेकार भिडियोमा पनि 1 लाख भ्युज आरामले आउँछ। तर जुन सानो च्यानलहरू हुन्छ नि तिनीहरूकोमा 1-2 लाख भ्युज आउनु एकदमै धेरै गाह्रो हुन्छ। र यदि सानो च्यानलमा पनि 1-2 लाख भ्युज आइरहेको छ भने तिमी पनि सेम त्यही टपिकमाथि भिडियो बनाऊ। किनभने त्यो भिडियोको आइडिया राम्रो थियो त्यही कारण त्यो भिडियोमा भ्युज आयो। यसरी नै तिमी आफ्नो पहिलो 5 वटा भिडियोको आइडिया सोचिहाल।
हेर नेपालमा पहिलेदेखि नै युट्युबरहरूको एकदमै धेरै कमी छ। नेपालको धेरै जसो मान्छेहरूले इन्डियन युट्युबरहरूको भिडियो हेर्छ, म पनि हेर्छु। नेपालमा पढाउने च्यानलको एकदमै धेरै कमी छ। गुरुबा बाहेक अरू कुनै च्यानलको त नाम पनि थाहा छैन होला मलाई। तर यो 3वटा च्यानलले यही कुराको फाइदा उठाएर आफ्नो च्यानललाई एकदमै छिटो ग्रो गर्यो र तिमी पनि अब यही कुराको फाइदा उठाऊ। नेपालमा कम्पिटिसन एकदमै धेरै कम छ, त्यसैले यस्तो निशले गर जुनमा कम्पिटिसन कम होस्। जस्तै कि एन्टरटेनिङ भिडियो बनाउनेको बारेमा तिमी नसोच्दा पनि हुन्छ। प्रसन्न लामा जस्तो युट्युबरहरू अलरेडी यो निशमा चलिसकेको छ, मान्छेले तिम्रो भिडियो हेर्दैन। तर यदि तिमीले प्रसन्न लामा भन्दा पनि राम्रो भिडियो बनाउन सक्यौ भने चाहिँ तिम्रो भिडियो चल्न सक्छ। अब म तिमीहरूलाई भन्न गइरहेको छु कि मेरो फर्स्टै भिडियो भाइरल कसरी भयो। मैले एउटा यस्तो च्यानल खोजेँ जसको सब्सक्राइबर कम थियो, तर त्यो च्यानलको एउटा भिडियोमा एकदमै धेरै भ्युज आएको थियो। सो मलाई लाग्यो यो भिडियोको आइडिया राम्रो छ, मैले यो भिडियोमाथि काम गरेँ, बनाएँ, मैले अपलोड गरेँ, भाइरल भयो। सो तिमीहरू पनि यो ट्रिकलाई फलो जरुर गर्नु। आजको भिडियोका लागि यति नै थियो। यदि तिमीहरूलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदेऊ, च्यानललाई सब्सक्राइब गरिदेऊ। म अझै एउटा राम्रो भिडियो लिएर चाँडै नै आउनेछु।